हामी चाहिँ गण्डकी स्वर्णिम झुलामा जाँदैछौँ हैन। झोलुङ्गे पुल यो चाहिँ विश्वकै सबैभन्दा अग्लो र सबैभन्दा लामो झोलुङ्गे पुल हो। हो र? ए चाँडै किनेको भने फस्दै नहुँदैन अनि चेक गरिदिनु। कति मिनट लाग्दो रहेछ हामी पुल पारी पुग्नलाई हेरौँ है त। हामी सबैलाई लिएर आउनु त। हिड छ यहाँ अब जाने हो। मोबाइल फाल्ला। ओ माय गॉड। डर पो लाग्दो रहेछ त। बुढो डर डर लाग्यो मलाई त। ओ माय गॉड म त हेर्दिनँ अगाडि। नै 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 तलतिर नहेर्ने। म सक्दिनँ जस्तो छ। के हुन्छ ओ मा तलतिर त हेर्नै नसक्ने छ। ओ बा नै 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 आमा कस्तो रिङोटै लाग्ने रहेछ एकैछिनमा। यामा उठ पारी हेरेर गए मात्रै हो नत्र नसकिने रहेछ। सुई हिँड्न पनि नसक्ने। दा पारी त जाने है। पारी त जाने। आयो तपाईँले अगाडि हेर्नु भएको छ नि तल मुनि। अब हेर्ने बित्तिकै लड्न खोज्ने के भएको। ल पारी हेऱ्यो भने सिधै जान सक्छ तलतिर। मलाई डर लाग्यो हल्ले क्या। पारी हेरेर हिँड्नु पर्ने रहेछ क्या। त्यो तल हेऱ्यो भने त बाफ्रे बाफ्रे। सुन्नु न अब पारी हेऱ्यो भने खुट्टा लरबरिँदैन होइन। पारी हेऱ्यो भने खुट्टा लरबरिँदैन के। तर तर तलतिर हेऱ्यो भने यतिको खुट्टा लरबरेर यहीँ लड्न खोज्ने के भएको यो। हो चस्मा लगाएर हेर्छु है त। छोरो पनि आइरहेछ त। डोडा छैन त्यो। सिमन तल हेऱ्यो भने चाहिँ सिध्यो। कति फिट कति फिट अग्लो हो यो। म एकछिन तलतिर चाहिँ हेर्दिनँ है। ल ल ल खोइ दादा चस्मा नलगाऊ रहेछ क्या। चस्मा नलगाइकन हिँड्न अरे त्यो झन् डर लाग्ने रहेछ। चस्मा लगायो भने झन् डर लाग्ने अरे के। पारी पारी हेरेर हिँड्न ल। बाफ्रे धेरै 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 फिट अग्लो छ है यो त। सिसी क्यामेराहरू पनि रहेछ। यामा हजुर यता त पारी पारी हेरेर हिँड न। पारी पारी हेरेर हिँड त। यामा 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 कस्तो कोल्टेको त यो झोलुङ्गे पुल। बुढो ल आऊ सानो आऊ 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 ल मलाई समाऊ ल मलाई समाऊ ल। बाफ्रे अहिले त हल्का। ओ माय गॉड तलतिर हेऱ्यो भने त ल
के हो कहाँ होला कमिला जस्तो गाडी त बाबा कमिला जस्तो धेरै अब हामी कति आधी पनि आएको छैनौँ कि क्या हो बाफ्रे बाफ्रे आऊ आऊ यहाँ आइसक्यो जाने पारी ओ पारी पारी हेरेर आऊ पारी पारी हेरेर हिँड यहाँ आइसक्यो यहाँ आइसक्यो पारी पारी हेरेर हिँड तलतिर चाहिँ नहेर तलतिर हेर्दा चाहिँ अलिक डर लाग्ने रहेछ ओ माई गॉड यो बाबा बुढो यो के हो रे यो विश्वकै सबैभन्दा अग्लो अनि लामो ए गएछ र गयो मोबाइल खस्यो भने त धुलो हो धुलो गाडी त कमिला जस्तो देखिरहेछ तलतिर त कहाँ हो ल हेरै सकिँदैन ल तलतिर त यो कस्तो यो कोल्टेको जस्तो देखेँ थाहा मैले मेरो आँखाले त्यस्तो देखेँ कि हो तलतिर नदेखाउनु न बाबुलाई बेनी र बागलुङको बिचमा बनेको पुल हजुर हेलो हेलो एकदम एकदम अब अगाडि हेर्दा चाहिँ केही जस्तो लागेन तलतिर हेर्दा चाहिँ यहाँ गयो अब मनै अब यत्तिकै खुट्टा लरबरिङ रहेछ कि कति मिनट लाग्दो रहेछ बाबा 7 मिनट भइसक्यो ल त्यहाँ बाइकहरू त कहाँ हो बाइकै देखेको छैन क्या अब कमिला जस्तो देखिरहेछ बाइकहरू त खुट्टै दुखिसक्यो बाफ्रे 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 दायाँ बायाँ कहाँ हिँडेको छैन ल सिधै सुई एकताली दौडेर हेर न त ल ल ल दौडेर हेर हिँड्यो दादा हिँड्यो ल गुड यस्तो डर लागिरहेको यो छेउछेउमा बाबा यो बिचमा भन्दा पनि यो छेउछेउको तल हेर्दाखेरि डर लाग्ने रहेछ के हेर्नु न ओहो हेलो हेलो पर्वत होइन पर्वत र बागलुङ चण्डी पुलमा छ पुरा रनिङ हानेर ब्याक रनिङ ल ब्युटिफुल होइन मौसम पनि एकदम क्लियर छ दामी धेरै राम्रो नमस्ते भाइ
बाफ्रे कति 10 मिनट भइसकेछ त आया खुट्टै दुखिसक्यो सबै आया सिमन दादा चाहिँ वहाँ पुगिसक्यो आया ओ माई गॉड यहाँ भिड कस्तो डर लाग्दो देखेको यो भिडहरू तलतिर हेर्ने बित्तिकै यत्तिकै खुट्टा लडबडेर लड्न खोजिहाल्छ रिङटा लागेर ल कति चाहिँ अग्लो होला त यो आया उफ आया ल अब चाहिँ आइपुग्न लाग्यो के लेखेको रहेछ त्यहाँ बोर्डमा जगत जननी माता पार्वतीको जन्मभूमि पाङमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ पाङ युवा क्लब ओ माई गॉड दादा कस्तो भयो रमाइलो भयो डर लागिरहेन ओ माई गॉड ओ माई गॉड ल फुल क्रस भयो हैन यहाँ पुरा टिकटक चलिरहेको यहाँ आया खतरा